यो पिखेतैनाको बाटो हेर्नुहोस् त कस्तो छ ओह्रालो। ए यस्तै छ यहाँ पहाडको बाटो। आज हामी रकैल भन्ने ठाउँमा जाँदैछौँ। त्यहाँ देवधाम केही सोधपेछ गर्नको लागि घरदेखि पाइदल आएका छौँ जनानासँग। बाटाघाटा यस्ता छन् पहाडका, काहीँबाट पनि सुविधा नै आएको। पिखेतको गाउँको भिटो हो यो, हेर्नुहोस्। 4 भाइ छौँ हामी। यसरी आउन लागेका छौँ, सबै हेरिदिनु होला। यहाँनिर पानी पनि रहेछ। 30 लागेर पानी खाइयो। बोलो बोलो बोलो। पानी तिर्खा लाग्यो, पानी पियौँ। यस्तो बाटो छ पहाडको हजुर। नै जस्ता तस्ता मान्छेलाई त गाडै छ हिँड्नु यहाँ पहाड खण्डमा। हेर्नु त यस्तो यस्तो यस्तो। परेशान छ यहाँ हिँड्नलाई। इन्डिया बसेको मान्छेलाई त झनै परेशानी, ओह्राली उकाली हिँड्नु। ल हेर्नु त, घरबाट 1 घन्टा जति भइसक्यो यहाँ आउन लागि। पिखेतको जिउलो हेर्नुहोस्। ऊ पारी झनानाको बजार, यो गाउँ। ए भगवान्, अगाडि देखायो वहाँ पुगिसक्यो। हामीले हिँड्न सकेका छैन। ल हेर्नु त, दुईजना तल पुगिसक्यो तले। थ्याङ्क यू, सेयर गरिदिनु होला, धन्यवाद।